म यतिकै बाटोमा हिँड्दै थिएँ कि गाइजहरू, यो बाटो होइन साथीहरू। मैले यहाँ एउटा कुरा देखेँ कि यहाँ पर यो खासमा के रहेछ मलाई गएर हेर्न मन लाग्यो होइन। त्यसैले म चाहिँ आएँ हेर्नलाई के हो त यो, ल के बनाएको यो। हेर्दा त देउता थान जस्तो, मतलब कसैले पूजासुजा गरे जस्तो देखाएको छ। के गरे हो यहाँ, सल्लाहको रुखमा नि यस्तो गर्ने रहेछन्। आज आएर मलाई थाहा भयो होइन। ल ठिक छ साथीहरू, त्यो पारी मेरो घर होइन, यो मेरो गाउँ। म यो जङ्गलमा, ओहो 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 कता हो बाटो, बाटो छोडेर आएको केही छैन। एकछिनै साथी, म तपाईँहरूलाई यो कुरा देखाउँछु कि हामी पहिला पहिला स्कुल जाँदाखेरि यो बाटो भएर स्कुल आउँथ्यौँ कि। यो बाटो अनि यो ठाडै उकालो माथि यो देउराली हामीले बनाएको, यो देउराली। अनि अहिले यहाँनिर हाम्रो गाउँ छ। मेरो घर चाहिँ भन्नु पर्दाखेरि यो हो, यो मेरो घर हो। ठिक छ, यो छिमेकीहरूको घर आयो मासले। यो ओहो कस्तो, ओहो कस्तो हिँड्ने बानी पनि नभएको। यो बाटो कस्तो खुट्टा दुखेको। म खासमा उयो तलको मेन रोडबाट आउँथेँ होइन, सिधा बाटो। तर यो अलिकति सर्टकट छ भयो नि, म जहिले त्यही रोडबाट आउँथेँ कि। तर तल्लो रोड बिग्रेर माथिल्लो रोडबाट गाडी चल्न थालेपछि यस्तो भएको छ कि साथीहरू, त्यो हुइक्क गाडी आउने मलाई मन नै पर्दैन छेउछेउबाट। अनि पिच त पिचै हो, तैपनि बेसरी धुलो उडाउँछ, मलाई त्यस्तो मन पर्दैन कि झाउँझाउबाट झिउझिउँ। त्यसैले म यो वनको बाटो आइदिएको अलिकति मात्रै। ल ठिक छ, हाम्रो घरनेरि डोजर ल्याएर के गर्न ल्याएर छन्। अब गएर मारी थर्काउन पर्यो, कसले ल्यायो डोजर। है साथीहरू, ल बाई बाई, बाई बाई साथीहरू।